ल ह्यापी दिवाली भन गोला सरहरू। गोला सरले समातिहाल्छ नि अज्जु हो। गोला सर रक्स पारा यस गोला हो गोला। त्यसैमा त्यो जलाउने यही बेला जलाउने कि रक्स पनि यो खै यो बम पनि यही बेला जलाउने कि। लाइटर 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 त्यो बहुत तातो हुन्छ है कल्पना चाहिँ भुइँमा राख्यो नि बच्चाले टेक्लन। पटका ल्याएन हौ गोला यता 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 बहुत माथि आउँछ बिचमा 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 कल्पना कपडा जल्ला तिम्रो त्यो चुन्नी बिचमा के त। आज दसैँ रमाइलो चाडपर्व मेरो छोरालाई समात पटका ल्याइदेऊ। ल भिडियो समात नि त। गोला सर हुनुहुन्छ हाम्रो साथमा ती गोलु यहाँ छ। अब बाबाले गोला छ। अब बाबाले ऊ फिनफिने पटाका जलाउँदै हुनुहुन्छ। किन जलाउनु त क्यान्डल ल्याउनु न त कान्छु नत्र नि। तर लङ टाइम मलाई रहन्छ नि। यता सानो बोल्छ बाबाले पट्काउँदै हुनुहुन्छ। गोलु उभिएकी छिन्। हातमा किन राखिरहेको कानको सुर गएको उता फाल्नु है उता फाल्नु अहिले। गोला सर रेडी है कानको लागि रेडी। यता गोला सर यता मम्मीलाई देखाऊ। गोला सर यता बाबा हुने एकछिन बाबुसिन जाऊ न देऊ न बा यस्तो खै यी गोलुले कान बुझिरहेको छ। अब तिमीहरू यहाँबाट कस्तो देखिन्छ भिडियो गोला सर गोलु त गोलु एक्साइटेडमा छिन्। अब बाबाले पड्काउँदै हुनुहुन्छ फेरि कानको दुध। हामीले लक्ष्मी पूजा गरेको यसरी गरेका छौँ। भर्खर बन्दै गरेको घर हो त्यही भएर केही डेकोरेसन त भएको छैन।